अभी आगे आपको दिखाऊंगा मैं देखाउँछु तपाईहरुलाई अगाडि सो सरी फर दिस स्ल्याङ वर्डको लागि ल अब फेरि हिँड्नुपर्छ हामी टफ टफ स्ट्रिट छ यहाँदेखि माथि फेरि हो The champion. सेटेलाइट शङ्कर हो नाम चाहिँ उहाँको भर्खरै सुने टिसेक्स मेडिसनको खतरा उहाँ चाहिँ एकदमै अवार्ड पाउनु आँटेको छ उहाँले चाहिँ एकदमै के हो यो ओभरल्यान्डिङको यो केही प्रोग्रामहरू छ उहाँले कन्ट्याक्ट गर्न सक्नुहुन्छ उहाँको नम्बर चाहिँ 9876543201 हो त्यसमा कन्ट्याक्ट गर्नुहोस् उहाँ चाहिँ एकदमै एक्सपर्ट हो उहाँको एकेआरसी लाचुङपा उहाँ चाहिँ एकदमै हाम्रो बबाल मान्छे किन अन्त तिमीले बाटोहरू ले लद्दाख की ट्रेन हिजो त र अब यसको बाद अहिले हामी एकछिनमा तल जान्छे छुतेन एउटै ढुङ्गामा नेचुरली फर्म भएको एउटा छुतेन छ यो चाहिँ अलिकति तपाईको फिटनेस भएको मान्छे चाहिने रहेछ यहाँसम्म आइपुग्नलाई चाहिँ मेरो पनि फिटनेस त राम्रो छैन फेरि पनि म तपाईहरुले के गर्नु के भन्नु मेरो जित एकदमै यस्तो छ छुमी लाम्छ भन्ने छ चाहिँ अहिले हिउँहरू त त्यस्तो केही छैन रहेछ बट छ चाहिँ हिउँ रहेछ अन्त अगाडि हेर्दै गर्नुहोस् तपाईहरु म के देखाउँछु तपाईहरुलाई छुमी लाम्छ भन्ने छ छुमी लाम्छ भन्छ everyone is talking about this छुमी लाम्छ this is my first time एकदमै यतिसम्म पसेर मैले छुई पनि खायो हो एकदम ब्लेस मलाई फिल भयो पतलू देखाउनु यो चाहिँ एकदमै हाम्रो त प्रसाद हाम्रो आचुले त्यहाँबाट उठाएर मलाई दिनुभयो यो कोक चाहिँ यहाँ बसेको एकदमै यो भित्र चाहिँ अमृत होला अब हो 2-3 साल भइसक्यो होला मान्छे आएको छैन रहेछ सो राइटमा हामी चाहिँ हाफेन्टमै बसिरहेको छु हो कम हाम्रो आगे चाहिँ अब यो सालमै बिहा हो एकदम के भन्छ छाने पातो झरिन अब केही छैन हो दाजुभाइको बिचको कुरा हो अब उता भएको छ अब केही छैन हो कसमदेखि लिएर सबै छ यो चाहिँ हाम्रो दुध माथि र मुन्ना भैया हिमाचल जाँदैन एकदम लिएर आउनु सक्छ पहिला त त्यो पनि आउनु सक्दैन र एकदमै लेक चाहिँ तपाईँहरू कतिजना आउनु सक्दैन
हाथ से दिल का दरिया माथि पुगिसक्यो एकछिन बसौँ कि अन्त हेरौँ न मुखले बन्द सजिलो हुन्छ है तर जब रियालिटीमा हुँदाखेरि चाहिँ अच्छा आछौको चाहिँ फाट्छ है फाट्छ यो चाहिँ याद राख्नुहोस् म अब look at this down oh my god अब हामी पुग्यौँ चा खाजा खाइन्छ त्यसको बादमा हेरिन्छ oh my god ब्ल्याक टी छ स्न्याक्सहरू लिएको छ अब सबैजना भोक लागेर आज हाम्रो तल जाने जग्गा चाहिँ चिन्डो लागेर यस्तो अब यस्तो छ यहाँबाट डरैलाग्दो उड्यो फेरि हो उकालोमा हो अब हामी चाहिँ फर्केको हो छुदेन जानु खोजेको यस्तो भयो वेदर बिग्रेर साह्रो पर्यो हामीलाई र अब साह्रो परेर चाहिँ हामी ब्याक फर्किँदैछ किनकि जब वेदरले साथ दिएन भने त गएर फाइदै हुँदैन देख्दैन हामी बाटै चिन्नु सक्दैन अन्त र एकदमै जति घुम्यो जति जग्गा गयो ओ तल बम्बलबी तल रहेछ कुहिरोको बिचमा Alamnya apa kau tuh? You down. You down जानुपर्ने हो र अब हामी चाहिँ फर्केको चिनाबुन्दा बाँधिमा फगी लागेको साथ गयो ब्याक टु होम अहिले घाँचो जाने घाँटे थाकेर बिसन्चो भएर बसिदिएको हल्का रमाइलो अब साह्रो परेन साँच्चै गर्नु पऱ्यो ब्याक त्यही हो भन्नु पऱ्यो अन्त अर्को च्यानललाई चाहिँ तपाईँहरूले लाइक सेयर चाहिँ गरिदिनुहोस् सब्सक्राइब पनि गरिदिनुहोस् म फेरि फ्युचरमा आउँदै दिनमा राम्रो राम्रो भिडियो लिएर आउँछु भन्नुहोस् न इन्जोय गर्नुहोस् दिनुहोस् र भिडियो कस्तो लाग्यो त्यो कमेन्ट बक्समा भन्नुहोस् लाइक पनि गरिदिनुहोस् सबैजना नयाँ छ मेरो घर सबैजना राम्रोसँग बस्नुहोस् थ्याङ्क यू